सम्पूर्णमा म मनोज भुसालको तर्फबाट नमस्कार, न्यानो माया अनि मिठो सम्झना। हामी गाउँ पर्वत जिल्लाको रमणीय ठाउँ हेर्नु त कस्तो आफ्नै सौन्दर्यता, बादलको घुम्टो, पाखा पखेराहरूमा घाँस दाउरा कुटो कोदालो गर्दै हामी हुर्केका मान्छेहरू। यहाँ तोरी छरेको छ, यसै गरी अझै पनि यहाँ नल काट्न बाँकी छ। बुटाहरू ला हेर्नुहोस्, त्यो जङ्गल कति राम्रो, कति सौन्दर्यता, कति मिठो छ। यस्तो गाउँ छ। अब गाउँ खाली भइरहेको अवस्था छ, सानो गाउँ छ तर खाली भएको अवस्था छ। आदरणीय मेरा सम्पूर्ण महानुभावहरू, यस्तै छ। हेर्नु कति सौन्दर्यता छ, बादलको घुम्टो, यस्तो बादलको एउटा लेयर बनेको छ, एउटा तह बनेको छ। तल टम्म बादलले अब प्राकृतिक सौन्दर्यतालाई हेर्नु, तल एक खालको बादलको सम्मो भए जस्तो छ, माथि पहाडै पहाड छ। सूर्य उदयसँगै हाम्रो रमणीय ठाउँ। तर के गर्नु, देशको जनशक्ति सबै विदेशिएको छ। देशप्रति चिन्ता गर्ने युवाहरूको खाँचो छ, त्यसप्रति चिन्ता गर्ने सोचको खाँचो छ। हुँदै नभएको पनि होइन, तर त्यति पर्याप्त पनि छैन। यसैमा रोमलिँदै हुर्किँदै हामी अब आफ्नै ठाउँ जेको त्यही बाँस, यी रुखहरू आफैमा एक खालको सजिएको जस्तो महसुस छ। हेर्नुहोस् आदरणीय दर्शकबिनहरू, कति राम्रो, कति सुन्दर छ। तर के गर्नु, मान्छेको अभाव छ। गाउँ रित्तिसकेको छ। जङ्गली जनावरहरूले हामीलाई आक्रमणको तयारीमा छन्। अब यस्तै छ, ठिकै छ, राम्रो छ, राम्रो होला भन्ने आशा गरौँ भन्दै यो सानो क्लिपबाट बिदा हुन चाहन्छु। माया गरिदिनु होला। मेरो युट्युब च्यानल खोल्ने प्रयास गरेको छु, सम्झनु होला भन्दै न्यानो मायाका साथ बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।